आज स्टेरिङको सिक्ने हो नि त हैन स्टेरिङको चाहिँ तपाईको के हुन्छ भने ठ्याक्क यो अहिले स्टेट छ हामीले अगाडि बढाउँदाखेरि गाडी सिधा गइरहेछ नि त हैन यो स्टेरिङको ठुलो भाग भनेको चाहिँ तपाईको स्टेट भाग पर्यो अहिले हैन जस्तै अब कसरी थाहा पाउने स्टेरिङ सिधा गरेको भन्दाखेरि चाहिँ स्टेरिङ लेफ्ट अथवा राइट चाहिँ हामीले फुल स्टेरिङ काट्दिन्छ हो फुल स्टेरिङ काट्दैन यो वान कट पुरै लक भयो अब यो स्टेरिङको ठुलो भागलाई चाहिँ दुईचोटि माथि गर्ने टायर सिधा हुन्छ है यो ठ्याक्क वान अब उतापट्टि हेर्नु त टायर हेर्नु त एकचोटि पुरा सिधा भयो हो अब फेरि यतापट्टि पनि सेम त्यही हुन्छ यो वान यो टू अब फेरि यो वान यो टू हो अब सिधा जान्छ होइन बिस्तारै गयो सिधा गइरहेछ नि त गाडी अब त्यो हामीले टर्निङमा फुल स्टेप काट्यो होइन फुल स्टेप काटेर स्टेरिङ गाडी र बाटो सिधा भएपछि टूमा आएपछि गाडी सिधा हिँड्नु है बिस्तारै हल्का काट्दै जान्छ बिस्तारै अब स्टेरिङको यो जुन हातको मुभमेन्ट हुन्छ नि हाम्रो त्यो हातको पनि तपाईँको चलाउने तरिका भएन भने चाहिँ अलिक मिस्टेक हुन्छ स्टेरिङ घुमाउनु जानिँदैन यो राइट ह्यान्ड साइडपट्टि घुमाउँदाखेरि चाहिँ लेफ्ट ह्यान्डले स्टेरिङ घुमाएर राइट ह्यान्डले पनि सपोर्ट दिने यहाँबाट माथिबाट सपोर्ट दिनु हो अब फेरि राइट हामीले राइट ह्यान्डले घुमाइरहेको छ नि लेफ्ट ह्यान्ड साइडपट्टि अब लेफ्ट ह्यान्डले सपोर्ट दिँदै वान अब गाडी र बाटो ठ्याक्क सिधा हुन्छ अनि ठ्याक्क टू अब स्टेट गइरहेछ नि त होइन अब त्यो पोलमा ठोकिन्छ भने हल्का यता ल्याउने फेरि स्टेटमै आउनु फेरि यता ल्याउने अब त्यो पोल कट्यो ठ्याक्क फेरि स्टेटमै आउनु स्टेटलाई चाहिँ याद गर्नुपर्ने हुन्छ है अनि चाहिँ इजी हुन्छ अहिले सिधा कुदिरहेको छ नि त आनन्दले होइन अब बाटो तपाईँको सिधा हिँडिरहेको छ स्टेरिङ यताउता काट्नु भने चाहिँ गाह्रो हुने हो बिस्तारै स्लोली अब सकेसम्म चाहिँ क्लचले नै बिस्तारै स्लो गरेर हिँड्ने सुरुमा फुल काट्दिने वान टू ब्लक हो फेरि दुई राउन्ड वान गाडी र बाटो सिधा भयो टू हातको मुभमेन्ट पनि यो सेम हुनुपर्छ है राइट तर्फ घुमाउँदाखेरि जस्तै यो जुन हामीले लेफ्ट ह्यान्डले घुमाइन्छ नि राइट ह्यान्डले यहाँ समातेको हुनु भने यसरी खुल्ला छोडिदिने अनि इजिली स्टेरिङ आउँछ है अब यहाँ पक्रिनु भयो भने त यो लक हुने हो नि त वान अब यो सपोर्ट माथिबाट दिनुपर्छ भित्रबाट हुनु भएन माथिबाट हातको माथिबाट चाहिँ सपोर्ट हुनुपर्छ है ट्याक्क क्लच थिच्ने बिस्तारै ब्रेक यति गर्ने हो स्टेरिङको चाहिँ इजिली गर्न सकिन्छ खुट्टाको चाहिँ